सुन भाइ तिमीलाई एउटा कुरा छ यो ठाउँ छ नि आजभन्दा 20 वर्ष अगाडि जुन पूर्व लिम्बुवानमा नि दमे कामीहरूले स्पेसियली अब अरू त भनेन मैले होइन माइन्ड नगरिदिन दमे कामी भन्दाखेरि तर रियल कुरो गरेको आजभन्दा चाहिँ 20 वर्ष अगाडि चाहिँ पूर्व लिम्बुवानमा चेदौ सुब्बा साहेब हजुर जे पनि म त्यही मान्छु भनेर पुरा नाच्थ्यो नि अगाडि अनि भरे त्यति सामान लिएर जान्थ्यो नि खानेकुराहरू हो त्यस्तै हो क्या यो चाहिँ यहाँको पहिलाको शासकहरू थियो नि हो त्यो शासकहरूले चाहिँ त्यतिखेर चाहिँ तिनीहरूको चाहिँ यो रङ्गमञ्च हो क्या तिनीहरूको रमाइलो गर्ने ठाउँहरू जुन चाहिँ गरिब दुखीहरूको चाहिँ पसिना चुहाएर यिनीहरूले निर्माण गरेको यो ठाउँ हो क्या यिनीहरूले यो नेपाल यति साह्रो गरिब बनाएको छ जनतालाई यिनीहरूले के चाहिँ गरेको छ होला र यिनीहरू गर्व गर्ने लायकको चाहिँ के गर्यो यिनीहरूले हो यिनीहरूले निमुखाहरूको चाहिँ पसिनाबाट चुहिएको बनाएको यो यिनीहरूलाई चाहिँ यिनीहरूको फोटो किन यिनीहरू राखेको यिनीहरूको तुरन्तै यिनीहरूलाई हटाइहाल्नुपर्छ यिनीहरूलाई सानो सानो भुराभुरीहरूको चाहिँ जनमानिस आम जनमानिस नागरिकहरूको चाहिँ यसमा चाहिँ कलिलो मस्तिष्कमा चाहिँ असर पर्छ यस्तो फोटोहरू देखाएर तुरुन्तै हटाइहाल्नुपर्छ